बहिनीहरुका निम्ति प्राथमिक तह र निम्न माध्यमिक तहका विद्यार्थी भाइ बहिनीहरुका निम्ति हामीले चित्रकला प्रतियोगिता सञ्चालन गरिसकेका छौं र कक्षागत रूपमा पहिलो, दोस्रो र तेस्रो स्थान निर्धारण भइसकेको छ। अब ती विद्यार्थीहरुको बीचमा फेरि अर्को प्रतिस्पर्धा सुरु हुँदैछ अनि माध्यमिक तहका विद्यार्थीहरुका निम्ति हामीले यहाँ वक्तृत्व कला प्रतियोगिताको आयोजना गरेका छौं। अलिकति कता कता अलि बढी हल्ला भएको हो कि सानो भाइ बहिनीहरुबाट, अनि हाम्रो यो स्वयंसेवक भाइ बहिनीहरुले अलिकति थोरै ध्यान दिने हो कि अलि शान्त भएर बस्न पाए अलि प्रभावकारी हुन्थ्यो। यी साना साना भाइ बहिनीहरुलाई अलिकति मिलाएर व्यवस्थित ढंगले राखौं, हल्ला नगरौं। अब हामी हाम्रो कार्यक्रमतर्फ उन्मुख हुन गइरहेका छौं। हामीलाई विषय वस्तु पनि थाहा छ, हामीलाई यहाँ अप्ठ्यारो परिरहेको छ। अप्ठ्यारो पर्छ भन्ने मैले महसुस गरेको छु, किनकि हामी धेरै विद्यार्थीहरु छौं 9 र 10 मा पनि। अब 9 र 10 मै लगभग 150 विद्यार्थीहरु छौं। ती मध्ये हामी सबैलाई यहाँ अहिले अब 2 बजे भन्दा पछि मात्रै कार्यक्रम सुरु गर्यौं। सबैलाई बोल्ने अवसर कसरी प्रदान गर्ने होला, यी सबैले सहभागिता जनाउँछन्, यिनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने कुरामा हामी चिन्तित छौं। अझै कोही हामी यहाँ नाम लेखाउन छुटेका भाइ बहिनीहरु छौं भने यहाँ अर्जुन सर नाम लेख्दै हुनुहुन्छ, अगाडि आएर नाम लेखिदिनु हुनका निमित्त अनुरोध गर्दछु। हाम्रो यो प्रयास हो, हामी सिक्न आएका हौं, जानेर हामी यहाँ भन्न आएका होइनौं। त्यसकारण आत्तिनु पर्दैन, डराउनु पर्दैन। हामीले जानेको कुरा भन्ने हो र हामी 2-4 जना मान्छेको बीचमा अगाडि आएर बोल्ने बानीको विकास गर्ने हो। त्यसकारण मलाई आउँदैन, मैले तयारी गरेको छैन भनेर निराश हुनुपर्ने अवस्थामा देख्दिन। भाइ बहिनीहरु, अझै पनि अब हामीले यहाँ गोला प्रथा नगरुन्जेलसम्म हामी नाम लेख्छौं। गोलाद्वारा पहिलो, दोस्रो, तेस्रो पत्ता छनौट गरिनेछ। यहाँ गोला तानिनेछ। गोला तान्नेका आधारमा को कसले 1 नम्बर 2 नम्बर तान्छ त्यो आधारमा यहाँ बोल्ने क्रम निर्धारण हुन्छ। सौरभ लामा 9B को भनेपछि नाम टिपाउने क्रम जारी छ। अझै पनि हामी यो अवस्थामा छौं। हामी यो गोला अन्तिममा गरौँला। विद्यार्थी भाइ बहिनीहरु सकेसम्म बढी भन्दा बढी सहभागिता जनाउन सकियोस्। यहाँ धेरै अझै हामी कति छौं, अझै कोही कसैलाई मेरो चाहिँ नाम परेन, म छुट्न गएँ भन्ने लागेको भए अगाडि आएर यहाँ अर्जुन सर मार्फत नाम टिपाइदिनु हुनका निमित्त अनुरोध गरे। र अब यताको यो काम हुँदै गर्छ। हामी हाम्रो यो कामलाई अगाडि बढाउँदै जान्छौं र अब यो हाम्रो औपचारिक कार्यक्रम भएकाले म कार्यक्रमलाई अगाडि बढाउन लागिरहेको छु। विद्यार्थी भाइ बहिनीहरुलाई मैले एउटा आग्रह गर्न खोजे। नौ विद्यार्थी भाइ बहिनीहरु अझै थप नाम टिपाउन मनिषा बहिनीहरु आएको देख्दैछु। अरु थप अझै को मैले भाग लिन पाए हुन्थ्यो भन्ने लागेकोले अरु थप नाम टिपाउन अनुरोध गर्दछु। र अब हामी कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन लागेका छौं। यो क्रम जारी रहनेछ र अब शान्त भएर बसिदिनु हुन अनुरोध गर्दै म यो कार्यक्रमलाई विधिवत रूपमा अगाडि बढाउने अनुमति चाहन्छु। जुनसुकै कार्यक्रम औपचारिक कार्यक्रमका लागि औपचारिक कार्यक्रममा सभापतिको आवश्यकता पर्छ र आजको यो हाम्रो माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगिताको कार्यक्रमको सभापतित्व गरिदिनु हुनका निमित्त म यस विद्यालयका प्राचार्य श्री गोविन्द प्रसाद शर्मा सरलाई आजको यस कार्यक्रमको सभापतित्व गरिदिनु हुन अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा म हाम्रा यस उच्च माध्यमिक विद्यालयका सहप्राचार्य धर्मराज श्रेष्ठ सरलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। त्यसैगरी सहायक प्रधानाध्यापक श्री पद्मनारायण तिमल सिन्हा सरलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। त्यसैगरी अतिरिक्त क्रियाकलापका संयोजक श्री प्रताप कार्की सरलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। त्यसैगरी अन्य सम्पूर्ण शिक्षक शिक्षिका मित्रहरूलाई
यथा स्थानमा आसन ग्रहण गरिदिनु हुनका निमित्त अनुरोध गर्दछु र विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो ठाउँमा आसन ग्रहणका निम्ति अनुरोध गरे विद्यार्थी भाइ बहिनीहरूलाई। र मैले अघि नै भनिसके हाम्रो यो वक्तृत्व कला प्रतियोगिता हो, प्रतियोगितात्मक हुन्छ। यसमा हामीले समय सीमाभित्र रहेर महत्त्वपूर्ण विचारहरू व्यक्त गर्नेछौँ। हामीलाई धेरै कुराहरू थाहा छन्, यो हाम्रो जीवजन्तु, हाम्रो वातावरण अनि वन संरक्षणका सन्दर्भमा हामीलाई धेरै कुराहरू थाहा छन्। ती धेरै हामीले जानेका मध्ये पनि महत्त्वपूर्ण कुराहरूलाई छुटाउनु भएन, अनावश्यक कुराहरूलाई दोहोर्याउनु भएन। त्यसो भयो भने मात्रै हामी समय सीमाभित्र रहेर आफ्नो गहकिला ओतपूर्ण भनाइहरू व्यक्त गर्न सक्छौँ। जसका लागि विद्यार्थी भाइ अलि बढी हल्ला गऱ्यो है नानी, जसका लागि हामीलाई कुनै न कुनै एउटा न एउटा नियममा हामी बन्धित हुन्छौँ, जसका लागि हामी 5 मिनेटको समयावधिभित्र